नमस्ते साथीहरू, सञ्चारै हुनुहुन्छ। अहिले चाहिँ हल्का फेरि छु, त्यही भएर अब रेस्ट टाइम फेरि भन्दा पनि रेस्ट टाइम हो, त्यही भएर रुमतिर जान लागेको। साइकल त छ तर त्यस्तो कुनै प्लान चाहिँ थिएन भिडियो बनाउने भनेर चाहिँ यत्तिकै बाटो हिँड्दै हिँड्दै भिडियो बनाऊँ भनेर चाहिँ हिँडिरहेको। बाटो एकदम रोड दिउँसोको टाइममा बाटोको भाइब नै अलिक फरक नै हुन्छ। कसैलाई हतार हुन्छ, कसैलाई फुर्सद हुन्छ। मलाई भिडियो बनाउन चाहिँ खासै आउँदैन, भ्लगहरू बनाउन पर्फेक्ट हुँदैन। रियल चाहिँ एकदम रियल हुन्छ सब कुरा। सिक्दैछु यो आशमा कि भोलि पक्कै राम्रो हुन्छ भनेर, तर कहिलेसम्म हुन्छ राम्रो। बाटोमा हिँड्दै गर्दा चाहिँ एउटा सानो गार्डन जस्तो छ, त्यो देखाउँछ है त। बाटोको बिचमा यस्तो खतरा राम्रो बनाएर चाहिँ राख्छ कि यहाँ सम्हालेर। म पागल त पागलै हो यार, भिडियो बनाउनु चक्करमा यत्रो साइकल छ, साइकलमा 2 मिनटमा नगएर रुममा 20 मिनट लाग्यो यार यहाँ आउनलाई भिडियो बनाउने चक्करमा। अब चाहिँ एटिएम नजिकै आइसक्यो, अब एटिएममा काम छ थोरै, त्यसपछि चाहिँ फेरि जानुपर्छ। जापानमा चाहिँ यस्तो सिस्टमेटिक तरिकाले साइकलहरू राख्छन्, त्यो लाइनसित। काम गर्ने दाइहरू, यो चाहिँ एटिएम हो, ब्याङ्क हो, जापानको सरकारी ब्याङ्क। अब चाहिँ ब्याङ्कको काम सकेर फेरि रुमतिर हिँड्यो। अब आजको क्युके त यत्तिकै गयो, रेस्ट टाइम भिडियो बनाउँदै अहिले काम पनि भयो। पाँच मिनट लाग्ने ठाउँमा कति मिनट लाग्छ? 50 मिनट लाग्छ क्या रुममा पुग्न। आज साइकलमा 5-7 मिनटमा पुगिन्छौँ। यो चाहिँ ट्रेनको पटरी। अब हिँड्दै हिँड्दै हतार चाहिँ के छैन, नै बाटो नै गाडी नै घर। कान्छीहरू खेलिरहन्। कन्निचिवा, ओ गेन्की देसु का? यहाँभन्दा अर्कै जानिन्न त्यति। आजको भिडियो चाहिँ यत्तिकै हो, साधारण हिँडाइ अनि यही बाटो, सानो सानो काम अनि क्युकेको टाइममा प्लान बिना, बस यत्तिकै हो भिडियो। मन पर्यो भने लाइक अनि सब्सक्राइब गरिदिनु होला। यो चाहिँ मेरो गाडी पार्किङ हो, गाडी पार्क भइरहेको। यो चाहिँ मेरो घर है त। बाई बाई।